यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ। होइन के नचाहिने कुरा गरे बुढा आमा, किन साला। गर्नु पर्यो यो व्यवसाय जसले यो सही मुलुकमा बस। पर्यटकको संख्यालाई बढाउनेछ। तिमीले घरबाट पर्यटकलाई चालु बढाउने हो भने धार्मिक पर्यटकलाई जोड दिउँ। धार्मिक हो। पर्यटकहरूले खर्च कम गर्छ। त्यसो भएदेखि त्यत्रो। एडभेन्चर पर्यटकहरू पनि त छन् नि। एडभेन्चरको पर्यटकहरू थोरै मात्रामा हुन्छन्। सबभन्दा बढ्ता पर्यटक यस संसारमै हुने भनेको मनोरञ्जनको पर्यटक हो। हो र होइन होला सही के हो बात। त्यसो भएदेखि यसो गरौँ बुढा अब यस्तो फाइदा हुने त्यही व्यवसाय अरूलाई गर्ने चान्स दिनु हुँदैन क्या हुँदैन। आफैबाट सुरु गर्नुपर्छ गर। अत्याधिक तिम्रै मुनाफा चाहिँ छोरी, आफैले लिनुपर्छ बेटी, बुहारी, त्यही भएर यो बुढीबाट व्यवसाय चालु तपाईँबाट गरौँ। सुरु गरौँ तपाईँकै घरबाट बहुत सुरु गरौँ वाहियात कुरा गर्छ तपाईँकै तिमीले। छोरी चेली तपाईँकै चाहिँ नि दिदी बहिनी चेली बेटीबाट सुरु गरौँ अनि हो। अनि अनि त्यहाँबाट चाहिँ फाइदा भयो भने त्यसबाट हामी कतिको पनि नाफा लागौँ भयो पछि। अनि यही ठाउँमा हुँदैन? आएर चाहिँ यसै गरी शुद्ध। गरौँ है त